वाह बालन दाई सेल्युट छ तपाईलाई, वाह छ तपाईलाई, वाह रवि दाई सेल्युट छ तपाईलाई। काम गर्ने नेताले धेरै बोल्दैन भनेर प्रमाणित गर्नुभएकोमा 2 शब्द काफी छ भनेर भ्रष्टहरूको विरोधीहरूको मुख बन्द गर्नुभएकोमा फेरि पनि सेल्युट छ तपाईहरुलाई। विरोधीहरूले अलिकति आँखा ठुलो ठुलो पारेर हेर, राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन र कुनै एजेन्डा छैन भन्ने व्यक्तिले यो क्यूआरमा स्क्यान गरेर विरोधीहरूले हेर्न सक्छौ, पढ्न सक्छौ, नेपाली अक्षर पढ्न आउँछ भन्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै जनताको लागि आएको रहेछ भनेर प्रमाणित गर्नुभएकोमा फेरि पनि सलाम गर्न चाहन्छु। अर्थमन्त्री कस्तो चाहिन्छ, कानुन मन्त्री कस्तो चाहिन्छ, प्रधानमन्त्री गृह मन्त्री कस्तो चाहिन्छ भनेर तपाईहरुले प्रमाणित गर्नुभएको छ। कतिपय जनताहरूले बालन शाहलाई चिन्नै सकेका रहेनन्, मैले पनि चिन्नै सकेको रहेन। तपाई त साँच्चै प्रधानमन्त्री बन्न योग्य मान्छे हुनुहुन्छ, फेरि पनि सेल्युट हान्न चाहन्छु। रवि लामिछाने दाइ तपाई साँच्चै नै गृह मन्त्री बन्न योग्य मान्छे हो। शोभिता गौतम कानुन मन्त्री र सोडिम बगले अर्थमन्त्री बन्नका लागि साँच्चै नै तपाईहरु योग्य मान्छे हो। नेपाली जनताको भाग्य र भविष्य तपाईको हातमा छ। अब नेपाली जनतालाई म यही आह्वान गर्न चाहन्छु, तपाईको भाग्य र भविष्य नघुमाउनुहोस्। आम सर्वसाधारण नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत 2/3 दिएर यसपाल 5 वर्ष स्थायी सरकार बनाउनका लागि तपाईहरुले मद्दत गर्नुहुन्छ भनेर मैले आशा व्यक्त गरेको छु, आह्वान गर्न चाहन्छु। जय घण्टी, जय बालन, जय रवि।